होइन त्यस्ता कुरा नगर्नु अहिले धेरै यहाँनिर हामी के गरिरहेको छौँ बच्चाहरूका लागि लाभको दुर्व्यसनी नेतृत्व विकास सम्बन्धी तालिम हामी दिइरहेछौँ तपाईँको के इन्टेन्सन हो तपाईँको इन्टेन्सन के हो भन्नुहोस् त यता पनि खिच्नुहोस् भिडियो यता पनि खिच्नुहोस् तपाईँको इन्टेन्सन के हो हिजो तपाईँले फोन गर्नुभयो फोन गरेर त्यहाँको अनि तपाईँको चाहिँ ठेकेरको उसको विषयमा अनि ठेकदारसँग पैसा माग्नको लागि तपाईँले मसँग ठेकदारको कुरा गर्नुहुन्छ अनि नहुने कुरा गर्नुहुन्छ तपाईँ लाज लाग्छ कि नै तपाईँलाई भन्नुहोस् न खिचिराख्नुहोस् यहाँनिर लाज पनि लाग्दैन अलिकति तपाईँलाई पैसा यहाँ हामी के गरिरहेको छौँ हिजो के भन्दै हुनुहुन्छ तपाईँ ठेकदारसँग गर्ने कुरालाई तपाईँले ल्याएर देखाउँछु भन्ने कुराकानी गर्नु कुरा गर्नुहुन्छ भइरहेको विषयमा हामी जानकारी विकास सम्बन्धी हामी यहाँ तालिम सञ्चालन गरिरहेको छौँ त्यसको होइन नि फोन के गर्नु भएको छ किन गर्नु भएन हिजो हिजो भन्दै हुनुहुन्छ तपाईँले मलाई ठेकदारको नम्बर दियो भनेर म कहाँबाट सबै हामीले सम्बन्धित निकायमा माग्नुहोस् न सम्बन्धित निकाय छ सम्बन्धित निकायमा माग्नुहोस् सम्बन्धित निकायमा माग्नुहोस् त्यसको होइन नि मेरो हो त सम्बन्धित निकाय नराम्रो काम भएछ भने सम्बन्धित निकायमा अख्तियार छ नजिकै अख्तियारमा भन्नुहोस् मुद्दा हाल्नुहोस् गल्ती भएको छ भने अनि अनावश्यक तरिकाले तपाईँले कुरा गर्ने नेपाल हेर्नुहोस् अनावश्यक लाज लाग्छ किन तपाईँलाई भन्नुहोस् हेर्नुहोस् के इन्टेन्सन के तपाईँको के इन्टेन्सन हो के इन्टेन्सन के हो तपाईँ महालेखाले गर्छ अख्तियारमा जानुहोस् त्यो विषयमा हो भने हामीले गल्ती नै गरेका छौँ भने अन्यथा त्यतिकै बोल्नुहुन्छ अन्यथा बोल्नुहुन्छ त्यतिकै नेताको कुरो होइन यहाँ जनताको सानसाना बालबालिका छ यहाँ सानसाना बालबालिका छ यिनीहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम गरेर समय हुन्छ अनि त्यसै मैले अफिसमा आउनुहोस् न आउनुहोस् यहाँनिर हेर्नुहोस् तपाईँले मजाले हेर्नु सक्नुहुन्छ अनावश्यक तरिकाले गर्नुहुन्छ अनि अघि तपाईँले के भन्नुभयो हाकिमले मलाई मेरो कार्यक्रममा रोक्यो भन्दै हुनुहुन्छ लाज लाग्छ किन तपाईँलाई तपाईँको कार्यक्रम रोक्ने हुन्छ कार्यक्रम रोक्ने त अरू रोक्छ हामीले रोकेका छौँ कार्यक्रम रोक्ने त होइन हामीलाई थाहा छैन अनि अनावश्यक अनि यहाँ आएर तपाईँ बालबालिकाको बच्चाको विषयमा कुरा गर्नुहुन्छ पत्रकार हो तपाईँ सम्मान गर्नु तर अनावश्यक तरिकाले गर्ने कुरो होइन भिडियो खिच्नुहोस् यहाँ खिच्नुहोस् भिडियो त्यस्तो कुरो गलत कुरा गर्नुहुन्छ गलत कुरा गर्न पाउने तपाईँलाई पनि अधिकार छैन कानुनको हिजो के भन्नुभएको मलाई फोन गर्नु भएको छ तपाईँले रेकर्डसम्म गलत भएको छ भने सम्बन्धित निकाय छ सम्बन्धित निकाय छ क्या सम्बन्धित निकायले गर्छ मैले गर्न पाउँदैन कानुन अनुसार काम गर्ने मैले कानुन भन्दा के कुरा गर्दैन लाज लाग्छ कि नै सुन्नु यो कुरो होइन गलत कुरा नबोल्नुहोस् गलत छ भने कारवाही गर्ने निकाय छ जवाब दिने निकाय छ नि महालेखा छ अख्तियार छ नजिकै तपाईँहरू रोका गर्नुहोस् न भन्नुहोस् न तपाईँहरू गलत भएको छ भने हुन्छ ठिक छ हुन्छ नि त्यहाँनिर हेर्नुहोस् न निकाय छ निकाय छ हामीले गलत गरेको छ भने निकाय छ निकायले हामीलाई कारवाही गर्ला यो कुरो होइन के नराम्रो काम गर्छ हामीले लागु दुर्व्यसनी विरुद्ध हामीले चाहिँ तालिम दिँदाखेरि गलत भएको छ हामीले के त्यो कुरा गलत गरेको छ अनि तपाईँको नेतृत्व विकास सम्बन्धी बालबालिकालाई हामी तालिम दिइरहेको छौँ अनि त्यो गलत गरेका छौँ हामीले अनि गीताको ज्ञान सम्बन्धी हामीले चाहिँ बच्चाहरूलाई दिइरहेको छौँ त्यो गलत काम हो त्यो त्यस्तो कुरो होइन तपाईँ बुझ्नु भने पत्रकारले राख्ने तपाईँलाई बस्नुहोस् भनेर समय हुन्छ तपाईँ भर्खरै आउनु भएको छ क्यामेरा ठडाउँदै आउनु भएको थियो भर्खरै हामीले देखेका छैनौँ हामीले कतिखेर हामी आउँछौँ तपाईँलाई भनेको त आग्रह गरेको छु तपाईँ बस्नुहोस् यो कार्यक्रममा हेर्नुहोस् यो सम्पूर्ण कुरा चाहिँ हेर्नुहोस् भनेर आउनु पनि पर्छ आउनुपर्छ तपाईँ हेर्नुहोस् गलत छ भने तपाईँले सम्बन्धित निकायले गर्ने हो यो कुरो होइन यथार्थ कुरा हो त्यो यथार्थ कुरो आरोप होइन हिजो भन्दै हुनुहुन्छ म तपाईँको ठेकदारको सबैको नम्बर ल्याएर तपाईँलाई दिने म हामीसँग ठेकदारको नम्बर राख्छौँ ठेकदारको नम्बर राखेर तपाईँलाई दिने तपाईँ के हो त सिधै डाइरेक्ट भन्न सक्नु भएन नगरपालिकामा भन्न सक्नु भएन सम्बन्धित मैले भने टेन्डरबाट काम भएको छ टेन्डरबाट भएको कामलाई गलत छ भने गलत अनुसार भएको छ थाहा छैन मलाई के जर्बाबाट होला के होला नेपालको कानुन अनुसार कानुनभन्दा बाहिर योजना हुँदैन तपाईँले यो कुरा गर्नु भएको छ कानुन सम्मत काम हुन्छ कानुनभन्दा बाहिर गरेर काम हुँदैन बुझ्नु भने यस्तो तरिकाले आउने तपाईँलाई अधिकार पनि छैन यसरी आउने बुझ्नुभयो लाज शरम छैन तपाईँलाई पनि कुरा गर्नुहुन्छ अलिकति पनि लाज लाग्नु पर्दैन हामीले थाहा छ यी बालबालिका अब बालबालिका
सिद्धान्त के हो त्यो अनुसार काम गर्नुहोस् दिन्छौँ हामी दिन्छौँ तपाईँलाई ससम्मान यहाँबाट भन्दा तपाईँ बस्नुहोस् हाम्रो कार्यक्रममा हेर्नुहोस् यो कार्यक्रम कस्तो छ राम्रोसँग हेरिदिनुहोस् बालबालिकाहरू रिपोर्टिङ गरेर तपाईँ यहाँ सुन्नु गलत छ भने उठाउनु स्वाभाविक छ तर गलत छैन भने कानुन बमोजिम गइन्छ अब कानुन अनुसार जान्छौँ हामी रुक्नुहोस् तपाईँले गलत गर्नु भएको छ नि यो बालबालिकाहरूको भविष्यमाथि यो बालबालिकाको चाहिँ एउटा भावनामाथि तपाईँले गर्नु भएको छ यही भिडियो तपाईँको चाहिँ पछि सरकारले मितव्ययता कायम गर्नको लागि हेर्नुहोस् है सरकारले मितव्ययता कायम सरकारले कलङ्क नबन्नुहोस् पत्रकारहरू राम्रा छन् कलङ्क नबन्नुहोस् तपाईँ तपाईँका सबै जस्ता पत्रकारले गर्दा अरू पत्रकारले पनि बदनाम गराएको अवस्था नगर्नुहोस् बुझ्नु भने लास्ट राउन्ड छ कि छैन तपाईँहरूलाई तपाईँहरू गर्नु त हेर्नुहोस् त्यहाँ कहीँ छ भने हामी 20 रोडमा झुन्डिन तयार छौँ त्यस्ता कुरा गर्नुहुन्छ लास्ट राउन्ड छैन तपाईँलाई कानुन बमोजिम काम गर्छौँ हामी कानुन भन्दाखेरि हुन्छ तपाईँ जस्तो फिरौती उठाउँदै हिँड्ने कुरा होइन त्यस्ता कुरा नगर्नुहोस् अहिले धेरै हिजो माग्नु भएको छ हिजो ठेक्दारको नम्बर कहाँ छ जब के अरे वडा नम्बर 18 मा काम नराम्रो भइरहेको थियो वडा नम्बर 18 मा काम नराम्रो भइरहेको थियो मैले उहाँलाई के भने ठेकेदारको नम्बर दिनुहोस् काम नराम्रो भइरहेको छ भन्दा उहाँले ठेकेदारबाट पैसा आएको र उहाँले चाहिँ वसुली गरेको मलाई चाहिँ हेर्नु न हात छोडेर चाहिँ सिधै कार्यक्रममा आएर हात छोडेर अध्यक्षमाथि जनप्रतिनिधिमाथि हात छोड्दै हुनुहुन्छ तपाईँले हेर्नु न तपाईँको अवस्था हेर्नुहोस् त घाँटी समात्दै हुनुहुन्छ मेरो हान्नुहोस् त हान्नुहोस् हान्नुहोस् तपाईँ हान्न आएको हो हान्नुहोस् तपाईँ पत्रकार भएर तपाईँले हान्ने हो तपाईँले मेरो घाँटी समात्नु भयो तपाईँले के गर्नु पर्नु भएको छ तपाईँ आउनु न कानुनी अनुसार कारवाही गर्नुहोस् न हामीलाई हामी गलत छौँ भने सुन्ने कुरामा तपाईँले मेरो घाँटी दबाइदिने सम्बन्धित निकायमा जानु सम्बन्धित निकायमा जानुहोस् न त्यही त सम्बन्धित निकायमा जानु न तपाईँले घाँटी समात्नु अधिकार बलिदियो तपाईँलाई अधिकार बलिदियो भने घाँटी समात्नु अनि तपाईँले मलाई हालेर चाहिँ तपाईँले अनि त्यो अधिकार प्राप्त गर्ने हो तपाईँलाई कुन कानुनमा छ तपाईँले हात छोड्न पाउने तपाईँ पत्रकार हुने बित्तिकै तपाईँले हात छोड्न पाउनु कुन कानुनमा छ त्यो हात नगर्नुहोस् हात छोडेर तपाईँ धेरै दादागिरी नगर्नुहोस् हात छोडेर पर्न तपाईँ हान्नुहोस् मलाई कुनै आपत्ति छैन एक लगाउँदैन तर तपाईँ यहाँ सुन्नु तर तपाईँ हान्दिनु म के हान्नु छ र भने तपाईँले देखाउनु भएको आफ्नो जुन चाहिँ एउटा चाहिँ यो शैली देखाउनु भएको छ नि पत्रकारको खोल ओढेर मैले ठेकादारबाट पैसा कति खाएको छु मैले कहाँबाट विरोधी मागेको छु यो कुरा मैले प्रश्न गर्छु